डोल्पो समाजको 25औं वार्षिक उत्सव तथा गुम्बा उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम जनवरी 18 देखि 21 तारिकसम्म डोल्पो समाजकै भवन काठमाडौँको आरुबासीमा सञ्चालन भएको थियो। डोल्पा जिल्लाको उपल्लो भेगमा पर्ने डोल्पो क्षेत्र सेफोक्सुन्डो, डोल्पो बुद्ध र छार्काताङ सोङ गाउँपालिका मिलेर बनेको छ। विगत 25 वर्षदेखि डोल्पो क्षेत्रका नागरिकको सेवाका लागि खोलिएको डोल्पो समाजले 25औं वार्षिक उत्सव तथा गुम्बा उद्घाटन कार्यक्रम भव्य रूपमा मनाएको थियो। समाजको आफ्नै भवनमा तीनवटै पालिकाका स्थानीय बासिन्दाको उपस्थितिमा वार्षिक उत्सव मनाउने कार्यक्रम जारी छ। कार्यक्रममा उपस्थित पाहुनादेखि स्थानीयवासीले समाजका संस्थापक अध्यक्ष निमा लामा रिम्पोछे र उपल्लो डोल्पो क्षेत्रका बासिन्दाले जोगाएको धर्म संस्कृति र आत्मीय मेलमिलापको सबैले प्रशंसा गरे। माघ 6 गते भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, पूर्व पर्यटन राज्य मन्त्री धनबहादुर बुढा, लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर लार्का लामा, लामा मेनरी पोन्लोप ठिनले रिम्पोछे, कर्णाली प्रदेश सभाका सदस्य वीरबहादुर शाही र शेरबहादुर बुढा, उपल्लो डोल्पा लगायत केही तल्लो डोल्पाका गाउँपालिकाका जनप्रतिनिधि, कमास टुल्कु लगायतका रिम्पोछेहरू, लामा गुरुहरू, नेपाल सरकारका कर्मचारी, विदेशी पाहुना लगायत डोल्पोवासीको उपस्थिति रहेको थियो। कार्यक्रम तथा नवनिर्मित गुम्बाको उद्घाटन पर्यटन मन्त्री किराँतीले गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै समाजका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष निमा रिम्पोछेले राजधानीमा बसोबास गर्ने डोल्पो समुदायका लागि विभिन्न धार्मिक तथा सामाजिक कार्यहरू आयोजना गर्न गुम्बा र सामुदायिक हलहरूको आवश्यकता देखेर डोल्पो समाजको गुम्बा र सामुदायिक भवन निर्माण गरिएको बताउनुभयो। राजधानीमा काम विशेषले आएकाहरूले पनि उक्त भवनबाट निशुल्क रूपमा सेवा लिन सक्ने डोल्पो समाजले जनाएको छ। समाजका अध्यक्ष रिम्पोछेले सबैको साथ र सहयोगमा भवन निर्माण सम्पन्न भएको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभयो। 돌고지 옛날에 돌미 소망이 천사를 잡고 아니 아마 예리강 제일 다 요나 현면지 작주 하나 주에 마세 대강유 돌고지 당 제작도 사당 남공초도 럽자 건바 땡강당 현양 농가당 미만아 야자서 강지를 작주되는 단단히 받은 샤워가 그래 मैले सन् 1997 सालमा यस डोल्पो समाजलाई स्थापना गरी मेरो सम्पूर्ण जीवन डोल्पोका जनताको सेवामा समर्पित गर्दै आएको यहाँहरूमा अवगत नै छ। मैले डोल्पो समुदायको विकासका लागि गुम्बा, सामुदायिक भवन, विद्यालय र औषधालयको स्थापना गरी डोल्पोको धर्म, संस्कृति, कला, धार्मिक सम्पदाको संरक्षण, विकास र प्रवर्धनमा आफ्नो प्रयास समर्पित गर्दै आएको हो। अनि देशको परियोजना जासादिरो यहाँ अनि छिन्जेकी हिमालय मंगो चिला अनि जासादिरो याक्याताङ कोम्बाताङ सोक्ताङ मंगो यबा इन्डु अनि छिन्जेकी हिमालय जेन्दाताङ जासु जायम जासु 기독교 소강당 건바지 내가 또 제가 도서도 통네 책도 민네 책자들이 배도다 류바 우수리야 탑제로 제대로 바치게 राजधानी काठमाडौँमा बसोबास गर्ने छिमेकी हिमाली क्षेत्रका बासिन्दाहरू जस्तै मैले पनि डोल्पो समुदायको लागि विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्न गुम्बा र सामुदायिक हलको आवश्यकता देखेँ। तसर्थ मैले धेरै चुनौतीका बावजुद साबिक गाविस गाउँ विकास समितिका प्रतिनिधि, हाल गाउँपालिकाका प्रतिनिधि,
शुभचिन्तक र प्रयोजकहरूको साथ र सहयोगमा यस डोल्पो समाजको गुम्बा र सामुदायिक हल निर्माण कार्य सुरु गरी आजको दिनमा उद्घाटन गर्न पाउँदा मलाई गर्व लागिरहेको छ। कार्यक्रममा बोल्दै मन्त्री किराँतीले डोल्पाका पर्यटन क्षेत्रहरू सेफोक्सुन्डो ताल, कुगाउँ, धोताराप लगायतका ठाउँहरूको प्रशंसा गर्नुभयो। देशको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान दिइरहेको बताउँदै अब डोल्पाको पर्यटन विकासमा ध्यान केन्द्रित गर्ने मन्त्री किराँतीको भनाइ थियो। दुर्गम भेगको धर्म संस्कृतिको संरक्षणदेखि डोल्पोवासीका शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा जीवन नै त्याग गरेर लाग्ने समाजका अध्यक्ष निमा रिन्पोछेको जति प्रशंसा गरे पनि कम हुने मन्त्री किराँतीले बताउनुभयो। भव्य यत्रो संरचना निर्माण गर्नुभयो। 25 वर्षको अवधि भनेको छोटो अवधि होइन, एक पुस्ता हो। एक पुस्ता आफ्नो जिन्दगीको सारा समय समाजको निम्ति, समुदायको निम्ति खर्चेर जसरी तपाईहरूले यत्रो ठुलो संरचना निर्माण गर्नुभएको छ, यो 25 वर्षमा डोल्पाको खोलामा कति पानी बग्यो होला। तपाईँप्रति हार्दिक सम्मान म व्यक्त गर्न चाहन्छु। साथै यो पनि नभुलौँ, यत्रो संरचना निर्माण गर्नुभन्दा अगाडि यो नक्सा नापजाप गर्ने इन्जिनियरहरू, पसिना बगाउने मजदुरहरू र विभिन्न संसारको कुना कुनामा बसेर सहयोग पठाउनु हुने महानुभावहरूप्रति म हार्दिक सम्मान व्यक्त गर्दछु। र तपाईहरूसँग सरकार छ, त्यो सरकार भएको कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। मैले पर्यटन मन्त्री भएको दिन, संस्कृति मन्त्री भएको दिन जिम्मेवारी सम्हाल्दाखेरि पहिलो बोली अर्थात् पहिलो सम्बोधन मैले गरेको थिएँ यसरी, नेपालको पर्यटन नेपालीपनकै हुन्छ। नेपालीपन भनेको कस्तो हुन्छ भन्दा भव्य नेपालको संस्कृति र नेपालको भव्य प्रकृतिको समायोजनबाट निर्माण हुने नेपालीपनको पर्यटन हुन्छ। त्यो दुनियाँको निम्ति नयाँ हुन्छ, दुनियाँको निम्ति त्यो गन्तव्य हुन्छ, स्थानीय जनताको स्वाद र स्वामित्व सहितको पनि हुन्छ भनेको थिएँ। र यसै कुरालाई विस्तार गर्दै ल्याउँदा नेपालको पर्यटनको 3टा ढोका छ पनि मैले भनेको थिएँ र यो दस्तावेजीकरण म गर्दै पनि छु। नेपालको पर्यटनको ढोका भनेको पहिलो कल्चर, दोस्रो नेचर र तेस्रो एडभेन्चर। यो 3वटा ढोकालाई हामीले खोल्नु सक्यौँ भने भव्य एउटा समृद्धिको ढोका हामी खोल्नेछौँ र नेपाल एकचोटि नघुमी नहुने विश्वलाई हामी सन्देश पनि दिनेछौँ। अहिलेसम्म व्यवस्थित हुन सकेन छ, त्यो विभिन्न कारणले। गाडी त बनाएछन् अगाडिका साथीहरूले, बाटै नखनी हिँडेछन्। भीमफेदीबाट गाडी बोकेर ल्याउने देश नेपाल, रोटै नचाहिने। त्यस्तै पर्यटनको ठुल्ठुलो योजना त भनेछन् तर त्यसको रोडम्याप चाहिँ बनेनछन्। यसपाला म बनाउँदै पनि छु। अब यो मैले भनेको 3वटा कुराको समायोजन चाहिँ अप्पर डोल्पामा मैले भेटेँ, नेचर, कल्चर र एडभेन्चर। किनभने सबैभन्दा गहिरो सेफोक्सुन्डो ताल पनि डोल्पामै छ। त्यो प्रकृति भयो। विश्वकै सबैभन्दा पछि जानकारीमा आएको कुगाउँ पनि डोल्पामै रहेछ। कस्तो राम्रो ठाउँ! नेपाललाई म जसरी एउटा 3वटा लोगोमा ब्रान्डिङ गर्नु खोजेको थिएँ, त्यो त मैले अप्पर डोल्पामै देखेँ। त्यस्तो ठाउँमा तपाईहरू जन्मिनु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईहरूप्रति म नतमस्तक छु। यस्तै पूर्व पर्यटन राज्यमन्त्री तथा डोल्पाका प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाले जिल्लाको प्रतिनिधिको हिसाबले उपल्लो डोल्पासँग अझ धार्मिक, आत्मीयदेखि
घनिष्ठ सम्बन्ध रहेको बताउनुभयो। तल्लो डोल्पा सडक सञ्जालले जोडिए पनि उपल्लो डोल्पा राष्ट्रिय राजमार्गले जोडिन नसकेको उल्लेख गर्दै भेरी करिडोरका काम पूर्णताका लागि दिनरात लागि परेको उहाँले जानकारी दिनुभयो। डोल्पो क्षेत्रको विकासका लागि अझ विशेष ध्यान केन्द्रित गर्दै निरन्तर 25 वर्षदेखि स्थानीयको सेवामा लाग्नुभएका निमा रिम्पोछे जनताका लागि भगवान भन्दा कम नभएको भन्दै उहाँले प्रशंसा समेत गर्नुभयो। डोल्पो समाजका निमा रिम्पोछेले अप्पर डोल्पाको दाजुभाइ दिदीबहिनीहरूको हक अधिकारको लागि लड्दै आउनुभएको छ। त्यति मात्र नभएर काठमाडौँमा बसोबास गर्दै आएका अप्पर डोल्पाका दाजुभाइ दिदीबहिनीहरूलाई एकीकृत गर्ने काम, एकता गराउने काम गर्नुभएको छ। अप्पर डोल्पाको गरिब दिनदुखीहरूलाई आर्थिक, सामाजिक, भौतिक सहयोग गर्दै आउनुभएको छ। अप्पर डोल्पाको गरिब जेहेन्दार विद्यार्थीहरूलाई शिक्षा दीक्षा दिँदै आउनुभएको छ। देश विदेशमा रहनुभएका अप्पर डोल्पाका दाजुभाइ दिदीबहिनीहरूलाई विभिन्न सामाजिक सञ्जालहरू मार्फत एकता गराउने काम, एकीकरण गराउने काम र आत्मनिर्भर गराउने काम गर्नुभएको छ। त्यति मात्र नभएर अप्पर डोल्पाको अधिकारको लागि बारम्बार आवाज उठाउँदै आउनुभएको छ। पुरातन कालदेखि मान्दै आएको रीतिरिवाज, धर्म, संस्कृतिको संरक्षण गर्दै आउनुभएको छ। त्यति मात्र नभएर यो देशमा आपद विपद पर्दाखेरि पनि आदरणीय निमा रिम्पोछे र आदरणीय साक्या रिम्पोछेले आर्थिक, भौतिक, सामाजिक, नैतिक सहयोग गर्दै आउनुभएको छ। तसर्थ यस मञ्चबाट साक्या रिम्पोछे र निमा रिम्पोछेलाई मेरो व्यक्तिगत तर्फबाट र सम्पूर्ण डोल्पावासीको तर्फबाट हार्दिक प्रशंसा गर्न चाहन्छु। लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर ल्यार्काल लामाले धर्म संस्कृतिको संरक्षण र सेवामा डोल्पो क्षेत्रका गुरुहरूको योगदान अतुलनीय रहेको बताउनुभयो। बुद्ध धर्म दर्शन मात्र नभएर जीवन जिउने मार्गदर्शन रहेको बताउँदै उहाँले इतिहासदेखि अहिलेसम्म पनि बुद्ध जन्मेको देशमा बौद्ध धर्मावलम्बीमाथि लाग्ने विभिन्न आरोपको खण्डन गर्न सबैलाई सुझाव दिनुभयो। राज्यसँग पनि हरेक नीति निर्माणको तहमा डटेर लाग्नुपर्ने बेला आएको उहाँले बताउनुभयो। विभिन्न संस्थाको प्रतिनिधि हामीले गाना मात्रै लगाएर, नाच मात्रै गरेर, सांस्कृतिक कार्यक्रम मात्रै गरेर, घुममा माथि मात्रै पढेर बस्ने अवस्था होइन। 2177मा हामीले भाषा बुझ्नुपर्छ, हामीले राज्यको नीतिहरू हामीले हाम्रो हामी धनी छौँ। के अर्थमा हामी धनी छौँ भने हामीसँग यति राम्रो जाति, यति राम्रो भाषा, यति राम्रो संस्कृति, विश्वमा कहीँ नभएको चिजहरू हामीसँग छ। तर पनि पहिचान हुन सकेन, तर पनि त्यो स्थापना हुन सकेन, तर पनि त्यो राज्यबाट हामीमाथि गर्ने जुन एउटा सम्मानहरू हुन सकिरहेको छैन। त्यस कारणले तपाईँ हामीले सङ्घर्ष गरेनौँ, तपाईँ हामीले यो कुराहरूलाई अगाडि बढाउन सकेनौँ भनेदेखि हामीमाथि हुने यो कुराहरू सदाभर लागिरहन्छ। त्यसै कारणले आज म डोल्पो समाज सेवा केन्द्र निमा रिम्पोछे लगायतका सम्पूर्ण यहाँको पदाधिकारीहरूको म फेरि पनि भन्न चाहन्छु, तपाईँहरू मात्र होइन, तपाईँहरूले एउटा उदाहरणको रूपमा एउटा निर्माण गर्नुभयो, उदाहरणको रूपमा यति राम्रो संस्कृतिहरू अझ जगाउनु भयो। तपाईँहरूबाट सबै अब सङ्ख्याहरू सिक्नु सक्नुहुन्छ। तपाईँहरूबाट यो उदाहरण कुराहरू हामी सबै विभिन्न अल्पसङ्ख्यक जनजातिहरूले देखाउनु सक्नुपर्छ। लामा मेनारी पोन्लोप ठिन्ले रिम्पोछेले डोल्पो क्षेत्रका लामा गुरुहरू र स्थानीय बासिन्दाले जगेर्ना गरेको धर्म, संस्कृति र सहयोग विश्व समुदायका लागि पाठ हुने बताउनुभयो।
कार्यक्रममा समाजका अध्यक्ष निमा लामालाई तीनवटै पालिकाले सम्मान गरेका थिए भने स्थानीय कला झल्किने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा डोल्पो क्षेत्रका स्थानीयवासीको बाक्लो उपस्थिति पनि रहेको थियो। लामा रिन्पोछेले 25 वर्ष लामो यो समाजको इतिहासमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताउनुभयो। डोल्पो समाजको गुम्बा र सामुदायिक भवन दुःख सुख साट्ने थलो बनेको छ। राजधानीमा बस्ने माथिल्लो डोल्पो समुदायलाई मध्यनजर गर्दै काठमाडौँमा डोल्पो समाजको गुम्बा र सामुदायिक भवन निर्माण गरिएको छ। डोल्पो समाजले देश विदेशमा रहेका शुभेच्छुकहरूको सहयोगमा काठमाडौँको तीनचुलीमा भवन निर्माण गरेको हो। भवनलाई सांस्कृतिक स्वरूपमा निर्माण गरिएको छ। माथिल्लो डोल्पाबाट राजधानी आएकाहरूलाई सेवा सुविधा दिने उद्देश्यले भवन निर्माण गरिएको हो। सामुदायिक, राजनैतिक र सांस्कृतिक रूपमा एकताबद्ध रूपमा राख्न उक्त कार्यले सहयोग पुग्ने भन्दै यसका लागि शुभेच्छुक सबैको सहयोग प्राप्त भएको जनप्रतिनिधिहरूको भनाइ छ। जीवनभर डोल्पो क्षेत्रका जनताको सेवामा लागेर महत्त्वपूर्ण योगदान गरेको भन्दै तीनवटै गाउँपालिकाले निमा रिन्पोछे र साक्य रिन्पोछेलाई सम्मान समेत गरेका थिए। Chilo ta chungju chilo chikong kutya gyaju gyadun tsamne ane milo sunju sokya tsamne rengla an dorna nani ki lu na yesungil kona tolu mimang tolu longba tang ane tolu longba mimang ki chedu cheden lopchong yatye so gangji gangi kona rongam gang nune tang misa doyangde tolu chedang rikshongla也在这切头的他那一个的路，那也送给港女啊，金州和这个两百的八头，这里这人的也把这个。विगत 38 वर्षदेखि स्याक्य रिन्पोछे र अहिले डोल्पो समुदायको सांस्कृतिक तथा धार्मिक संरक्षणमा विशेष जोड दिँदै आएको दिँदै यस क्षेत्रमा शिक्षा र स्वास्थ्यको विकास तथा समृद्धिका लागि सधैँ लागि परेका छौँ। हामीले आफ्नो तन मन वचन यही डोल्पो समुदायको विकास र समृद्धिको लागि दिँदै आएको यहाँहरूमा अवगत नै छ। डोल्पो समाज निमा रिन्पोछेले सन् 1997 मा स्थापना गर्नुभएको थियो।